तपाईहरुले एकदम राम्ररी आत्मैदेखि माग्नु होला, आत्मैदेखि भन्नु होला। तपाईहरुलाई हाम्रा गुरुले सिकाएका अन्य भाषा जति त तपाईहरुले अन्य भाषा माग्नुहुन्छ, आत्मैदेखि माग्नुहुन्छ, हाम्रो परमेश्वर पिताजीले दिनुहुन्छ। माग्नुस्, जति माग्नुहुन्छ त्यो अन्य भाषा आत्मैदेखि परमेश्वर पिताजीले दिनुहुन्छ। मैले कहीं गएर पनि सिकेका हैन, कहीं गएर मैले भन्न परेका पनि हैन, कसैले मलाई सिकाएको पनि हैन। जति मलाई यो आत्मैदेखि मैले मागे त मलाई परमेश्वर पिताजीले मलाई आत्मैदेखि दिनुभयो। म पनि त तपाईहरु जस्तै दुःख र कष्टमा भोगेका हुँ। म पनि कति दुःख र कष्ट त मेरो दुःख र कष्ट त तपाईहरुलाई के थाहा छैन, जति परमेश्वर पिताजीलाई थाहा छन्। जति मैले दुःख भोगे म आफैलाई थाहा छु, तपाईहरुलाई थाहा छैन। तपाईहरुले अन्य भाषा गर्दा अन्य भाषामा एकदम राम्ररी माग्नु होला। अन्य भाषा माग्दा तपाईहरुले आत्मैदेखि माग्नु होला। यो हुन्छ यो हुन्न कसैले पनि नभन्नु होला। जति हामी परमेश्वर पिता पाएका छौं त यो पूरा गरिदिनु हुन्छ परमेश्वर पिताजीले। तपाईहरुको जस्तो फल माग्नुहुन्छ त त्यो पूरा गर्नेछ परमेश्वर पिताजीले। तपाईहरुले जति त तपाईहरुले विश्वास गर्नुहुन्न र आफ्नो आत्माको विश्वास गर्नु भएन। हजुरहरुले जति आफ्नो आत्माको विश्वास गर्नु त कसैलाई पनि चङ्ग्याउनु पठाउनु पर्ने छैन, कहीं पनि परमेश्वर पिताजी खोज्न जान पर्ने छैन। जति आफ्नै आत्मैदेखि परमेश्वर पिताजी बसेका छन् त हामी कहाँ खोज्न जाने त। कुनै ठाउँमा पनि हामीले परमेश्वर पिताजी पाउन सक्छौं त कुनै ठाउँमा पनि हामी परमेश्वर पिताजी पाउन सक्ने छैनौं। जति हाम्रो आत्मा माग्यौ त त्यति नै हामी परमेश्वर पिताजी पाउने छौं। परमेश्वर पिताजी हामीसँगै छ। जति हामीले आत्मैदेखि खोज्यौं त परमेश्वर पिताजीलाई हामी आत्मैमा पाएका छौं परमेश्वर पिताजी। यति न मलाई यति नै आत्मा दोहरा दिनुभयो त परमेश्वर पिताजीले, मैले यति नै आत्मा दोहरा पाएँ। तपाईहरुले पनि परमेश्वर पिताजी आत्मैदेखि खोज्नु। आफ्नै आत्मामा बसेका छन् परमेश्वर पिताजी। हामी कुनै ठाउँमा गएर पनि पाउने छैनौं, कुनै ठाउँमा पनि हामी खोजेर पाउने छैनौं। जति हाम्रो आत्मैमा खोज्यौ त परमेश्वर पिताजी हाम्रै आत्मामा हामी पायौं। जति परमेश्वर पिताजीले मलाई यति आत्मा दोहरा दिनुभयो, म यति नै आत्मै दोहरा तपाईहरुलाई भन्ने। एक फेर म तपाईहरुलाई म फेरि पनि अन्य भाषा हाम्रो परमेश्वर पिताजीले दिएका म यति भन्दिने छु। हाम्रा गुरुले ल्याएका परमेश्वर पिताजी हामीलाई आत्मा दोहरा दिनुभएका छन्। परमेश्वर पिताजीले भने जति हाम्रा गुरुले सिकाएका थिएन त त्यो हामी कहिले पनि नभुलौं। यति तपाईहरुले यो अन्य भाषा भन्न नभुलेर भन्दिनु। तपाईलाई कतिसम्म अन्य भाषा माग्न मन छ त्यो आत्मैदेखि माग्नु। अन्य भाषा भनेको यो हामीलाई जरुरी छ। अन्य भाषा छैन भने हामीलाई जस्तैले पनि चेप्न सक्छ, जस्तै पनि हाम्रो आत्मामा बस्न सक्छ। जति हामी अन्य भाषा आए त हाम्रो यो आत्मामा केही पनि बस्ने छैन। यति भन्दै म एकखेर अन्य भाषा तपाईहरुलाई अन्य भाषा भनिदिनु पर्ने भयो कि भएन त? कति चाहियो त तपाईहरुलाई अन्य भाषा? एकखेर धेरै तालिम हालिदिनु त। तपाईहरुलाई अन्य भाषाको एकदम जरुरी छ है। अन्य भाषा नपाउने ज्याले एकदम दुःख र कष्ट भोग्नु पर्ने छ है तपाईहरुले पनि। जस्तो मैले दुःख र कष्ट भोगेका थिए त्यस्तै तपाईहरुले पनि दुःख र कष्ट एकदम भोग्नु पर्ने छ। अन्य भाषा चाहिँ एकदम जरुरी हुन्छ हामीलाई। अन्य भाषा कहिले पनि भुल्नु हुँदैन।
अन्य भाषा तपाईहरुले माग्नु पर्दा एकदम आत्मीयदेखि मागेर धेरै लामो गर्ने त अन्य भाषा दिनुहुन्छ। छोटो गरेर कहाँ पाउँछौ र हामीले खोजेर कहाँ पाइन्छ र हामीले आफ्ना आत्मीयमा खोज्नु होला। आत्मीयमा दिएका छन् है परमेश्वर पिताजीले। आत्मा डोहोरा भनेको हामी आत्मीयमा खोज्ने हो। कुनै पाखा कसैलाई पुगारेर कुनै ठाउँ खोज्न गएर हामी पाउने छैनौं। जति खोजौ त हाम्रै आत्मामा खोजौ। अन्य भाषा भनेको हाम्रो गुरुले सिकाएका त्यही गर्नु होला। पहिला सुरुमा हामीलाई अन्य भाषा हाम्रा गुरुले सिकाएका अन्य भाषा तपाईहरुलाई हे सर्वल 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 भनेका थिए हैन। त्यो सर्वलबाट कसरी छुट्टिन्छ त? सर्वलबाट अन्य भाषा सुरुको अन्य भाषा हे सर्वल 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 हे सर्वल 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 सुना असुननि सुना हे सुना हसि सुसि इम सुना 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 ति सुने हम तिनु हे हसि सुना सुना ति सुने तिनु ति इम तना ति ना थि अनन्त ति इम तना ति ठुना ति ति हम ति ति ठुना ति ठुना ति अनन्त ति इम तना ति ति हे अनन्त ति ए तना ति हे भनेको सबैले जीवन आनन्द जीवन पायो भनेको है। अनन्त ति इतना ठुना ति ति अनन्त ति इम तना ति हाम्रो परमेश्वर कति यति ठुला छन् भनेका है। हामी शक्ति भनेको महान हुनु गरे परमेश्वर पिताको आत्मा पाएका छौं हामीले है। आत्मैदेखि परमेश्वर पिताजी बसेका छन् हाम्रो माने हामी यो परमेश्वर पिताजीको शक्ति हामी यति ठुला पाएका छन्। हलिरे तिटुना तिटुटे ना तिटुटे इमटना तिटुटे हाने तिटुटे इमटना तिटुटे इमटना तिटुटे भनेको हाम्रो जीवन सुखी र शान्तिमा गयो भनेका है। अनन्त जीवन हामी परमेश्वर पिता पाएछौं। परमेश्वर पिताजीले हामीलाई आनन्द जीवन दिनुभयो र मात्र हामी सुख र शान्ति पायौं। जो त हामी संसारिकमा हुँदा हामी यति दुःख र कष्टमा हामी भोग्यौं भने हामी परमेश्वर पिताजी पायौं। हामीले यति सुख र शान्ति पायौं। हामीले सुख र शान्ति जति हामीले माग्न सक्छौं त हामी सुख शान्ति पायौं। जति हामीले आत्मीयदेखि विश्वास राख्न सकेनौं परमेश्वरको आत्मा राख्न सकेनौं हामीले उति दुःख र कष्ट हामी भोग्यौं। तपाईहरुले जति माग्नुहुन्छ त उति दिनुहुन्छ परमेश्वर पिताजीले। तपाईहरु यो भरिपूर्ण आशीर्वाद